हाई साथी हो अनि आज पनि हामी तपाईँहरूको लागि ऱ्यान्डम एउटा भिडियो ल्याउन आइरहेको छु तर आजको चाहिँ त्यो सधैँको जस्तो हँसाउने ससाउने हुँदैन हो आज चाहिँ के हुन्छ भने सिधै उयो हुन्छ आजको चाहिँ जे पनि त्यो देख्दैछ नि त्यो लाइभ भिडियो क्या यहाँनिर चाहिँ अब मान्छेहरूले पनि भन्छ क्या यहाँनिर चाहिँ पुरा तर्साउँछहरू भनेर राति दाउराहरू काट्छ के केहरू भनेर सुनेको थिएँ माथेर हिँड्ने मान्छेहरूले पुरा कुरा गर्छ यहाँनिर मान्छेलाई तर्साउँछ केटा हो भनेर अनि आज चाहिँ टक्कै 10:30मा हामीले घरमा यहाँनिर अहिले फिलहालमा कति बजी हामीलाई पनि थाहा छैन अनि हामी चाहिँ यो र म 2 भाइ अनि यो क्यामेराम्यान 3 भाइ अनि यो आएको छ यसले भयो टक्कै 3 भाइ हामी यतिले टक्कै 3 भाइ आएको छु हो यो आएको छ अनि यो आएको छ अनि म आएको छु 3 भाइ टक्कै आएको छु यहाँनिर चाहिँ भूत छ भनेर हामीले सुनेको थिएँ यहाँ मुल्लोपट्टि हो अब हामीले चाहिँ तपाईँहरूलाई लाइभ देखाउने छु क्या अब तपाईँहरू यो भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियोमा लास्टसम्म बस्नुहोस् क्या किनकि हामीले अब यो भिडियोमा चाहिँ अब यहाँनिर हामीले भूत भेट्यो भने चाहिँ यो भिडियो अब हामी फेसबुक अनि युट्युबमा हाल्नेछौँ नत्र भने हालिदिने नै किनकि अब भूतै भेटेन भने तर के भयो खास मुभी खास भिडियो नै भएन नि त होइन त्यही कारणले अब हामी चाहिँ भूत भेट्यो भने चाहिँ होइन यो हाल्छौँ यहाँनिर तपाईँले हेर्दैछ नि योमा चाहिँ सोच्नु अब भूतको चाहिँ अलिकति भए पनि झलक्ने तर्साकै भए पनि तपाईँहरूलाई म हालिदिन्छु म होइन हामी 3 भाइ छु ऱ्यान्डमली कोही पनि छैन मेरो सुनसान छ यहाँ चाहिँ एकदम वान्टेड छ कोही छैन एकदम डर पनि लाग्दैछ हो तर के गर्नु डर के आगे जिते हो गाइस अनि आज चाहिँ एकदम भयानक हुनेछ होला हो मलाई त डर लाग्दैछ म त घर जान्छु ल केको डर छ र भाइ ठेट म त बनाउँदिन ठेट लाइक पनि त आउँदैन ठेट भिडियोतिर हाउडेको ठेट फेमस पनि हुने यो त डराएर भाग्दियो हो गाइस यस्तै हुन्छ डरपोकहरू चाहिँ यता फेसबुकमा हालिदिन्छु ए भाइ यो भागे चाहिँ डराएरै साला छेउमा भाग तो डराएर यो छु अब चाहिँ सिप म छु हो मरिस भने चाहिँ नबोलाइ भन्दै कुदेको छ हो यो चाहिँ डरपोक छ क्या ठेट जे भए पनि हामी तपाईँहरूलाई बनाएर देखाउने छौँ क्या यहाँनिर भूत हुन्छ कि हुँदैन होइन अब यहाँनिर हामी तपाईँहरूलाई देखाउँछु ल भूत हुन्छ हुँदैन छिट चेक गरेर गइहालेर फेरि उहाँले घरमा पनि भात खानु बोलाउँछ हो अनि यहाँ चाहिँ अलिकति बाटो रफ छ हो त्यही कारणले एकैछिन पज गर्छु म झर्छु त्यहाँबाट चाहिँ तपाईँहरूलाई सिधा झरेको देखाउने छु ल गाइस यहाँ बाटो अलिक रफ छ फाइनली गाइस म चाहिँ झरिसकेको छु अब यो झर्दैछ बाटो चाहिँ एकदम रफै छ नि त यताको यो झरिसक्यो त्यहाँबाट टक्कै अब क्यामेरा फोल्ड गर्नु यहाँ चाहिँ अब भूत छ कि छैन कि म तपाईँलाई देखाउँछु यो सिधै हल्ला नगर्नुहोस् गाइस यो सिधा हल्ला नगरी ओइ माका ठट्टै भूत परेछ भनेको त यो पो हग्दो रहेछ गाइस ठेट्टिरी यहाँ हग्दो रहेछ ठेट्टिरीका गाइस तपाईँहरूको चाहिँ अब एउटा सानो के हुन्छ अब तपाईँहरू भूत हेर्नु बजेको थियो होला तर यो भूत होइन नि गाइस कि तपाईँहरूलाई हामीले जस्ट प्र्याङ्क मात्रै गरेको गाइस हामीले प्र्याङ्करहरू भन्दा अब प्र्याङ्क गरेको भन्दा आज हामीलाई प्र्याङ्क गर्ने कन्टेन्ट नभएर प्र्याङ्क मात्रै गरेको गाइस ल गाइस अब हामी भेट्नेछौँ नेक्स्ट भिडियो त्यही त हाम्रो त अब भ्युज आइहाल्यो हो लाइक पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला हो त्यो हामी त्यही तपाईँलाई यसरी नै एप्रिल फुल बनाउने छु ल गाइस अब भेटौँला हामी एप्रिलले नै फुल बनाउँछु फेरि चढ्दैछु कालो गाइस